हामीले नारा लगायौं, चुपचाप घन्टी छाप जनताले इमानदारपूर्वक त्यसलाई अनुसरण गरिदिनु भयो। जनता जनार्दन महान हुन्, जनता न्यायाधीश हुन् र जनताले गर्ने फैसला सबभन्दा सर्वोच्च फैसला हुन्छ। त्यो इतिहासले हिजो पनि देखाएको छ। हामी राणालाई हरायौं, हामीले राजतन्त्र हरायौं र हामीले फेरि बौद्धका चाहिँ केही ठेक्दारहरू जसले आफूलाई यो देशको सबै ठेक्का हाम्रो हो भन्ने ठान्थे, ती चाहिँ ठेक्दारहरूलाई पनि नेपाली जनताले जेनजी पुस्ताले अपदस्थ गरेर त्यसको जगमा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीको तागत हो। यो देशको आमूल एउटा परिवर्तन, एउटा नयाँ इतिहास कोर्ने दिशामा नेपाली जनताले अभूतपूर्व जुन विश्वास र चाहिँ एउटा माया गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन 2/3 नजिकको जुन चाहिँ एउटा बहुमत पुर्याएर जनमत दिएर भोटबाट मत क्रान्ति गरेर सरकार गठन गराउनु भएको छ। यो अभूतपूर्व इतिहासमा बिरलै घट्ने परिघटना मध्येको एउटा घटना हो र त्यो घटनाका तपाईँ हामी सबै हिस्सेदार, साक्षी र त्यसको अपनत्व ल्याउने सेयर होल्डर भएको कारण म तपाईहरु सबैलाई फेरि पनि यसमा गर्वानुभूति गर्न र आफूलाई निकै भाग्यमानी भएको ठान्न र चाहिँ तपाईँ हामी सबैलाई बधाई दिन चाहन्छु। आज नेपाली जनताले आज तपाईँ हामीलाई यो देशको भरोसाको केन्द्रमा राखेका छन्। अब केही गर्छ यो देशमा पनि, अब केही हुन्छ यो देशमा पनि, अब यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा हुन्छ। यो देशको यो चाहिँ नेता रवि लामिछाने र बारेनको चाहिँ नेतृत्वमा हुन्छ भन्ने अपार आघात विश्वास र भरोसाका साथ नेपाली जनताले हामीलाई भोट हालेका हुन्। हामीले नारा लगायौं, चुपचाप घन्टी छाप जनताले इमानदारपूर्वक त्यसलाई अनुसरण गरिदिनु भयो। निकै शानदार तरिकाले, भावुक तरिकाले, गम्भीरताका साथ सरल ढङ्गले जुन वक्तव्यले राख्नुभयो त्यो इतिहासप्रति गर्व गरौँ। तपाईहरु सबैलाई त्यसप्रति धन्यवाद र बधाई दिन चाहन्छु। यो ऐतिहासिक क्षणमा नेपालमा यस्तो अवसर, इतिहासमा यस्तो अवसर आउँदैछ जुन पुराना राजनीतिहरूले गर्न नसकेर नेपाली जनतालाई सधैँ गरिबी, अभाव, बेरोजगारी, व्यथिति, अन्याय, अत्याचार, भ्रष्टाचारमा डुबाएर टुर्लुम्म पारेर देश तन्नाम भएको बेला नेपाली जनता उसमुकुस भएर बुसको आगो जस्तै चाहिँ भित्रभित्रै सकिरहेको अवस्थामा केपी ओली सरकारले, तत्कालीन केपी ओली सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि नौजवान युवाहरू जसलाई जेनजी पुस्ता भनिन्छ उनीहरूले 28 घण्टामा यो देशलाई उलट पारेर एउटा चमत्कारी ऐतिहासिक जेनजी विद्रोहले केपी ओलीको सरकारलाई अपदस्थ गरेर केपी ओली देश छोडेर भाग्दै थिए। तर सेनाले चाहिँ एयरपोर्ट बन्द गरेपछि सेनाकै सहयोगमा हेलिकप्टरमा झुन्डिएर लुक्न पर्ने परिस्थितिको सिर्जना भयो। त्यसकारण जनता जनार्दन महान हुन्, जनता न्यायाधीश हुन् र जनताले गर्ने फैसला सबभन्दा सर्वोच्च फैसला हुन्छ। त्यो इतिहासले हिजो पनि देखाएको छ। हामी राणालाई हरायौं, हामीले राजतन्त्र हरायौं र हामीले फेरि बौद्धका चाहिँ केही ठेक्दारहरू जसले आफूलाई यो देशको सबै ठेक्का हाम्रो हो भन्ने ठान्थे, ती चाहिँ ठेक्दारहरूलाई पनि नेपाली जनताले जेनजी पुस्ताले अपदस्थ गरेर त्यसको जगमा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीको तागत हो।